यो चाहिँ यतादेखि लगाएको यहाँदेखि यस्तो होइन लगाएको मैले लगाएको धान हो यहाँदेखि यता पनि छ यसरी हेर्नु होला र पछाडि पनि ट्याक्कसँगले अनि त्यहाँदेखि यता पनि छ यता यहाँदेखि यस्तो 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 हेर्दै जानु होला ट्याक्कसँगले यस्तो यस्तो यता म तल दक्षिणसम्म पनि छ उता पनि छ पर तल काँस फुलेको छ नि सबैभन्दा तलमा हो त्यहाँदेखि यता माथि होइन अनि यता यस्तो यस्तो यता छ अनि यहाँ लगाएको छु मैले रहरी यो भट्टाको चिम्नी भइहाल्यो यो चाहिँ रहरी हो रहरीको बोटहरू यो डगको वरिपरि चाहिँ सबै मैले त्यो रहरी लगाएको छु हाम्रो मन्दिर भइहाल्यो माताको यो मन्दिर भइहाल्यो मन्दिरको गेट यो मन्दिर भयो हाम्रो पूजा गरेर भर्खर जाँदै गरेको धान भयो पछाडिसम्म धान छ पछाडि होइन धानहरू पनि हुन थालिसक्यो फल्नु थालिसक्यो धानहरू पनि सबै लगभग अब 1 महिनाभित्रमा काट्नु मिल्छ रहरीको बोटहरू लगभग मान्छेभन्दा अग्लो अग्लो छ हेर्नु होला मान्छेभन्दा पनि अग्लो अग्लो छ क्या रहरीको बोटहरू भेट्दैन पनि यति अग्लो अग्लो छ रहरी पछाडि उहाँसम्म पनि छ रहरी हेर्दै जाउँ घाँसहरू पनि छ ठाउँ ठाउँमा अलिअलि रहरी हेर्दै जाउँ रहरी यत्रो अग्लो अग्लो छ रहरीहरू यत्रो अग्लो अग्लो छ भेट्दैन पनि धेरै अग्लो अग्लो रहरी छ नयाँ माटो भएर होला राम्रो भएर आएको छ कि रहरीहरू पनि यो साइडमा पनि हेर्नु होला दुई साइडमै छ यो साइडमा पनि छ यो साइडमा पनि छ दुई साइडमै छ यता भयो यता पनि अगाडि पनि छ यहाँदेखि तल हो क्या यो बाँसघारी छ नि सिधा परको हो यो बाँसघारीदेखि सिधा तल हो दक्षिण त्यो बाँसघारीदेखि सिधा तल दक्षिण हो मैले लगाएको धान भयो उतापट्टि पनि रहरी हो यो भयो यो डग भन्छ चिम्नी छ इँटा बनाउने यसको यो वरिपरि यो चिम्नीको वरिपरि जति पनि छ एरिया सबै रहरी लगाएको छ
यो चाहिँ डकभित्रकै डकभित्रको एउटा गेट भयो। यस्तो गेटहरू धेरैवटा छ है। यो चाहिँ इँटाहरू निकाल्ने हुने अनि यो भित्र हालेर इँटा पकाउँछ। यो काँच फुलेको देख्नु हुँदैछ नि, यो यताको अनि यताको परको हो। यो काँच फुलेको, यो यता चाहिँ भित्ता छ, वालहरू छ, त्यसको यो बिचमा हो र इँटा लगाउने, त्यसपछि इँटा लगाउने हो, त्यसपछि त्यहाँ अनि पकाउँछ। रहरीहरू फेरि स्टार्ट भयो। रहरीको अब रहरी फलेपछि दाल चाहिन्छ भने सम्पर्क गर्नुहोला हैन। राम्रोसँगले फलेछ रहरी। यता यो रहरीदेखि यता माथि, यता यो माथिल्लो साइडमा हो हैन। रहरीदेखि यता माथि चाहिँ तपाईँको यता पनि छ धान लगाएको। धानहरूमा पनि पानी लगाउने बेला भइसक्यो। यताबाट देखाइदिए छिरेर देखाइदिन्छु कताबाट छिर्ने हो। धेरै झ्यास छ। यो त्यहाँको त्यो छ नि बगैनाको बोट, त्यहाँदेखि यता दक्षिणपट्टि हो। अनि यस्तो छ। बकुला पनि उड्यो, माछा खाँदै थियो कि घाँस यत्रो अग्लो अग्लो छ। यता रहरी भयो पछाडि, रहरी नै रहरी छ वरिपरि त। अनि त्यसपछि उतापट्टि खाली जग्गामा भनेको धान छ। यस्तो छ यो रहरीभित्र हेर्नु कस्तो दामी शीतल छ क्या रहरीको यो भित्र। तलको फेरि यो बाख्राहरूले खाइदिएको छ कि यो पत्ताहरू यहाँको सबै। अनि त्यही भएर सबै देखिन्छ वारपार पनि। अनि बस्नुलाई पनि शीतल छ है, यस्तो दामी छ शीतल। यतापट्टि पनि धानै धान हो त्यो साइडमा। त्यो पर घर देख्नु हुँदैछ, त्यो घर देख्नु भएको त्यहाँदेखि यतापट्टि हो मैले लगाएको धान। त्यो घरदेखि खोलाको बोटहरू देख्नु हुँदैछ नि, त्यहाँ पर देख्नु हुँदैछ नि, हो त्यहाँ हो। त्यहाँदेखि यता हो धान लगाएको। घाँस फुले कस्तो राम्रो गरी फुलेको छ घाँस। छेउछेउमा छ क्या यहाँ। घाँस कस्तो मजाले फुलेको छ। कोदो फुल्यो बारीमा भन्थ्यो, अब मधेसमा त कोदो होइन काँस चाहिँ फुल्यो भन्नुपर्छ। बारीमा घाँस फुल्यो बारीमा। भाइहरू हस्पिटल गएको थियो, आइपुगेन। भाइ बिरामी भइरहेछ। अनि हस्पिटल जाऊ भनेर अघि नै बिहानै गएको थियो। फेरि 10 बजेभन्दा खुल्दैन। अनि अलिक बिहानै गयो भने चाहिँ यसो बिलहरू काट्नुलाई टोकनहरू पर्खिनुपर्छ नि त। ढिलो गयो भने धेरै नम्बर पछि आउँछ, ढिलो आउँछ, त्यही भएर। यो भयो। यता पनि धेरै छ
र अब यो छेउछेउ भनेको तपाईँले देखिहाल्नुहुन्छ चिम्नी हो। ए यो चाहिँ पश्चिम साइड, उता अघि सुरुमा आएको भनेको पूर्व साइड हो, पश्चिम साइड हो। उत्तरपट्टिबाट हामी पूर्वबाट उत्तर हुँदै दक्षिण आउँदै पश्चिम दक्षिण झर्दैछौँ। ए यता पनि छ रहरी।